नमस्ते, हार्दिक स्वागत छ भिजिट पोखरा विथ मन्जु युट्युब च्यानल हेरेर बसिराख्नुभएका मेरा सम्पूर्ण दर्शकहरू र सब्सक्राइबरहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी बिरौटाको कोटी होम चोकदेखि घले समाज जाँदैछौँ र यी कोटी होम चोकदेखि घले समाजसम्मको बाटो लोकेसनहरू हामी देखाउँदै लानेछौँ। ल हामी अब जान्न लाग्यौँ। अहिले म घले समाज चिन्नुभएको छ है। अब हामी लोकेसन देखाउँछु नि। राधाकृष्ण हामी कोटी होम चोक अगाडिबाट समाज लाग्दैछौँ। बालोदे चोक हो। यो बाटोको बिचमा फुलहरू रोपेको भएर धेरै राम्रो। यहाँ फोहोरको थुप्रो थुप्रिसकेको छ। जगदम्बा हो यहाँ मुलकुलो आइपुग्यो हामी। राम मन्दिर जाने बाटो हो यो बाटोबाट। मैले यताको साइडमा त देखाएँ है। म बसेको राइट साइडमा त देखाउँदैछु। यो लेफ्ट साइडमा उता हामी अब बिरौटा चोक आइपुग्यौँ। बिरौटा चोक गयो। तमिहुला चोक यहाँ लेखिएको पनि छ। उतापट्टि साइडमा फोहोरको थुप्रो पनि छ है। अहिले चाहिँ फोहोर व्यवस्थापनमा धेरै समस्या आएको छ पोखरामा। यताबाट बिरौटा चोकबाट सर्भिस कट्यो। एकाडेमी स्कुल पनि आइपुगेको छ। हिमाली चोक राइट साइड यो बाटो आँखा हस्पिटल जाने बाटो हो र यसको पनि हामी सिधै जाँदैछौँ। बस पनि जान्छ तर यो बाघमारा यो कता हुँदै जाने बस हो। यो चाहिँ मलाई त्यति जानकारी चाहिँ छैन। यो के चोक हो? ट्याक्सी चोक। गाडी बाटो नै हो है यो पनि। गाडी बाटो हामी त्रिकोण सायद त्रिकोण भन्छ। त्रिकोण चोक आइपुग्यो। यताबाट दाहिने गयो भने म्युजियम पुगिन्छ। म्युजियम यताबाट है। अब हामी माथितिर लाग्दैछौँ लेफ्ट साइड। यो बाटो चाहिँ म घरबाट आउँदा चाउतेबाट आउने बाटो है यो। मन्दिर है राधाकृष्ण मन्दिर। अब लगभग आइपुगेको छ हामी घले समाज। आर्मीहरू एयरपोर्ट पुरानो एयरपोर्ट। यता पनि थोरै होइन। हजुर यो होइन अगाडि थोरै अगाडि के रहेछ यो 50 सिट राधाकृष्ण। त्यो बोर्डै टाँगेछ घले चोक बोर्ड छ त्यहाँ।
त्यो निलो कलरमा लेखेको छ राधाकृष्ण मार्ग लिलफङ घले समाज कास्की पोखरा 7 क्यारीपाटन जाने बाटो। त्यहाँबाट हामी समाजबाट लाग्दैछौँ। सानो पसल पनि छ यो चोकैमा। हाम्रो घले समाजको वर्षैपछि र विभिन्न कार्यक्रमहरू हुँदा हामी समाजघरमा नै हुने गर्दछ। पोखरामा रहेको कास्की जिल्ला तथा घलेहरूको राम्रो नराम्रो काम छ हरेक काममा पनि यही जमघट हुने गर्दछ। विशेष गरिकन यहाँ यो चाहिँ अब घलेहरूलाई होइन एउटै परिवार बनाउनको लागि ब्यागमा छ बनाउनको लागि बनाइएको समाजघर हो। कति हो है भाइ चाहिँ हाम्रो म बिरामी हुँदा होइन हस्पिटलमा लाने ल्याउने त्यस्तो अनुहार पनि गर्नुभएको है। धेरै सहयोग गर्नुभयो उहाँलाई। धेरै धेरै धन्यवाद दिन चाहन्छु हामी भाइलाई पनि। र भाइको नम्बर पनि छ, म भाइको नम्बर पनि राखिदिन्छु बिरौटा एरियामा यदि कोही ट्याक्सी चाहिँदैन। धेरै सहयोगी भाइलाई सम्झिनु होला। ल हामी अब नमस्ते बाबु, हाम्रो भदिनी दाइ आइपुग्नु भएको छ। यहाँ दाइ आइपुग्नु भएको रहेछ। दाइ नमस्ते। ल यो चाहिँ हाम्रो घले समाज हो, अहिले नयाँ बनाएको। बाबा दाइहरूले धेरै राम्रो बनाउनु भएको छ। एकदम खुल्ला पनि छ। पार्किङ स्ट्यान्ड यता छैन र नो पार्किङ भनेर राख्नु नि। दाइ नमस्ते। बाबा चाहिँ यो हाम्रो घले समाज लिलफङ समाजको अध्यक्ष पनि हुनुहुन्छ है। सम्पूर्ण मेरो इष्टमित्रलाई मेरो तर्फबाट र मेरो भाउजू अनि यहाँको परिवारको तर्फबाट आज आइदिनु भयो, कष्ट गरिदिनु भयो। धेरै धेरै धन्यवादको साथ मेरो दुई शब्द चाहिँ यही सुनाउँछु। धन्यवाद। जय हो, जय नमस्ते, जय बुद्ध। Anuj.